नमस्कार सम्पूर्णमा यहाँलाई स्वागत छ यो पहिलो भिडियोमा। आज म यहाँलाई ओपन इमिग्रेसन एप्लिकेसन सबमिट गर्नलाई कसरी अपोइन्टमेन्ट लिने भनेर अनलाइनमा देखाउने छु। फर्स्ट अफ अल आफ्नो गुगल क्रोममा जानुहोस्, मोबाइल या डेस्कटप जुनै भए पनि भयो हैन। यसमा सीता पारा रेगुलराइजेसन एक्स्ट्राअर्डिनरी टाइप गर्नु होला। मेरो अलरेडी टाइप छ। सो यसपछि हाम्रो आउने यो मिनिस्ट्रीको फर्स्ट अफिसियल वेबसाइटहरु देखाइरहेछ। फर्स्टमा क्लिक गरे र यो स्पेनिशमा अहिले आइरहेछ। यो ओपन इमिग्रेसन सुरु भएदेखि उनीहरूले लन्च गरेको यो अफिसियल अपोइन्टमेन्ट लिने प्लेटफर्म र यसमा हामी इंग्लिशमा ट्रान्सलेट गरौँ यसलाई। अब अरु टपिकहरुलाई नगरिकन हामी तल जाउँ। अपोइन्टमेन्ट फर्म फर एक्स्ट्राअर्डिनरी रेगुलराइजेसन 2026 छ। हो यो हामीलाई चाहिने फर्म हो। यसलाई भरेर हामीले अपोइन्टमेन्ट माग्न सक्छौं। उनीहरूले अपोइन्टमेन्ट अवेलेबल अपोइन्टमेन्ट दिन्छन्। अब क्लाबे एमईए नम्बर हुनेहरूले डिजिटल सर्टिफिकेट चलाएर गर्दा पनि हुन्छ। अब हामी नहुनेहरूले अहिले यसलाई जाउँ। फर्स्ट अप्सनमा जाउँ। न्यू सीता छ, न्यू अपोइन्टमेन्ट, मोडिफिकेसन गर्ने अप्सन र डिलिट गर्ने अप्सन। हामी फर्स्टमा जान्छौँ र नेक्स्ट गर्छौँ। नेक्स्ट पछि हामीलाई दोस्रो अप्सन छ टाइप अफ डकुमेन्ट भनेको छ। हामीसँग NIE नम्बर म्याक्सिमम सँग हुन्न अहिले, तर पासपोर्ट अप्सनमा जान्छौँ। नेक्स्ट थर्ड नम्बरमा आइडेन्टिफिकेसन नम्बर, हाम्रो पासपोर्ट नम्बर चाहियो। यसमा PA गरेर समथिङ नम्बर हुन्छ आफ्नो हैन। मैले यहाँ र्यान्डमली यतिकै एक्जाम्पलको लागि गर्दैछु। तपाईहरुले आफ्नो पासपोर्ट नम्बर हाल्नुहोस्। मैले मेटायो, फिल अप गरिसकेपछि अब नाम र सरनेम गर्नुहोस्। मैले यहाँ एक्जाम्पलको लागि रबिन कार्की भनेर राखे। तपाईहरुको आफ्नो फुल नेम, मिडल नेम, सरनेम पुरै गरेर राख्नुहोस्। अब केबाट तपाईलाई नोटिफिकेसन दिने उनीहरूले भन्दा SMS फोन नम्बर अनि जीमेल अथवा इमेल भनौँ हैन। अब तपाईहरुले जुनै पनि छान्नुहुन्छ सही छ। अब फोन नम्बर दिनुहोस्। आफ्नो स्पेनिश फोन नम्बर दिनु होला। +34 गरेर राख्दा पनि भयो, नत्र बाँकी त्यतिकै नम्बरहरु पछाडीको राख्दा पनि भयो। अब हामी नेक्स्ट अगाडि बढौँ। आफ्नो इमेल एड्रेस दिनु होला यसमा। मैले एक्जाम्पलको लागि भनेर robinkarki@gmail.com भनेर राखे। तपाईहरुले आफ्नो इमेल एड्रेस दिनु होला प्रपर। र प्रोभिन्सिया भनेको कुन प्रोभिन्समा तपाईले अब अप्लाई गर्न चाहनुहुन्छ हैन, त्यो हेर्नुहोस्। अब अहिले यो म्याड्रिडबाट मैले भिडियो बनाइरहेको छु। कुनै एक्जाम्पल गर्न सकियो। यहाँ स्पेन भरिको सबै प्रोभिन्सहरु छ। मैले म्याड्रिड राखे हैन। अब तपाईहरु बार्सिलोना, मालागा, भ्यालेन्सिया कहाँ हुनुहुन्छ आफ्नो चाहिएको नजिकको ठाउँमा अप्लाई गर्नको लागि प्रयास गर्नुहोस्। त्यसरी गर्नु होला। म्याड्रिड राखेपछि अब हामीले यहाँ लोकालिदाद भनेको नि म्याड्रिड नै हुनु पर्यो है। यो इम्पोर्टेन्ट दिएको छ। रेड स्ट्रिक्स र कोड चाहियो, पोस्टल कोड। मैले 28021 राखे। 43 जे पनि हुन सक्छ। तपाईहरुको आफ्नो पोस्टल कोड राख्नु होला बुझेर। र टाइम तपाईहरुलाई कुन टाइम चाहिन्छ, मर्निङको 8:30 to 2 चाहियो कि बेलुकीको 4:30 to 7:30 चाहियो हैन। यो कोरियसमा दिने अपोइन्टमेन्ट हो। यहाँहरुले गएर लाइन बसेर कोरियसमा सबमिट गर्नुपर्ने हुन्छ। अब यसले यहाँ भन्नु खोजेको छ तपाईसँग अरु कोही अप्लाई गर्ने छन् कि छैनन् सँगै एउटै टाइपको उसमा हैन। अब तपाईले यस गर्नुभयो भने तपाईले त्यहाँ नम्बर दिनु पर्यो। कति जना हुन्छ तपाईहरु टोटल तपाईसँग गरेर। 2 जना फ्यामिली हुन्छ, कसैको 3 जना हैन। त्यस्तो तर रिलेटेड कनेक्टेड हुनु पर्यो। नो गरेपछि एक्लै गर्दै हुनुहुन्छ भने नो गर्ने अनि 1 गर्नुहोस्। एकजना नम्बरबाट तपाईले सबमिट गरिदिनुहोस्। अनि सबमिट गरिसकेपछि तपाईको उनीहरूले केही समय लाग्छ, हप्ता दिन लाग्न सक्छ, कसैको छिटो पनि हुन सक्छ। अवेलेबल छ भने एकदमै छिटो पनि पाउन सक्नुहुन्छ। खबर गर्छन् SMS बाट, इमेलबाट यो दिनको यो टाइमको अपोइन्टमेन्ट छ भनेर। अनि तपाईहरुले त सबमिट गरिसकेपछिको कुरो हो यो चाहिँ आउने स्क्रिन। र यसरी तपाईहरुले अपोइन्टमेन्ट लिएर
तपाईहरु कोरियसमा त्यो एक्ज्याक्ट टाइम र डे पाउनुहुन्छ जुन त्यसमा जान सक्नुहुन्छ। कोरियसमा अप्लाई गर्दाखेरि चाहिँ तपाईहरुले के डकुमेन्ट चाहिन्छ सँगै आफूले सबै प्रिपेयर गरेर लानुपर्ने हुन्छ। त्यो सम्बन्धीमा अर्को एउटा फुल भिडियो बनाउने छु डिटेलमा। यहाँहरुलाई यो भिडियो कस्तो लाग्यो, हेल्पफुल छ छैन यहाँहरुको लागि यहाँहरुले कमेन्ट गरेर अलिकति एउटा मोटिभेसन दिनु होला र बाँकी अर्को भेटमा म यस्तै खालको भिडियो लिएर जानकारीमूलक भिडियो लिएर आउने छु। यहाँहरुलाई अल द बेस्ट।